आजै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक पूर्व गृहमन्त्री रमेश लेखकको तुरन्त रिहाईको माग गर्दछौँ। पूर्व प्रधानमन्त्री र गृहमन्त्रीको अविलम्ब रिहाई गर्ने र यो देशमा शान्तिपूर्ण प्रदर्शन गर्ने मौलिक अधिकारलाई पूर्ण रूपमा बहाल गर्नको लागि ग्यारेन्टी गरियोस् भन्ने हार्दिक। नेपालको संविधान भाग 3 को मौलिक हक र कर्तव्यसँग सम्बन्धित विषयको धारा 16 ले हरेक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने हक रहेको छ। धारा 17 ले नागरिकको स्वतन्त्रताको हक रहेको छ र धारा 18 ले समानताको हक प्रदान गरेको छ। अध्यक्षज्यू, हजुर मार्फत म सरकारको ध्यान आकृष्ट गर्न चाहन्छु कि अहिले देशमा जति घटनाहरू घटिरहेका छन् यो घटनाहरू संवैधानिक रूपबाट उचित छन्। पूर्व प्रधानमन्त्री तथा पार्टीको अध्यक्ष केपी शर्मा ओली तथा पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसको नेता रमेश लेखकलाई फौजदारी कार्यविधि 181 र 82 लाई गलत ढंगले प्रयोग गरेर आज बन्दी बनाइएको छ। यो गम्भीर आपत्तिको विषय छ। यो विषयलाई लिएर देशव्यापी विरोध प्रदर्शन भइरहेको छ। काठमाडौँ लगायत विभिन्न ठाउँहरूमा शान्तिपूर्ण प्रदर्शन गर्दा आज सरकारले निर्मम दमन गरेको छ। अहिले यही उपस्थित हुनुभएको माननीय सदस्य द्वय अहिले यहाँ माननीय साजिदा सिद्दिकी त्यस्तै गरी विष्णुमाया विक उहाँहरूलाई गम्भीर घायल बनाइएको छ। म अध्यक्षज्यू मार्फत मान्यलाई पल्ट उभिदिन अनुरोध गर्न चाहन्छु। उहाँहरूको घाउ, उहाँहरूको चोट किन लाग्यो, कसले लगायो? म गृहमन्त्रीज्यूलाई यस विषयमा छानबिन गर्न र यो दोषीलाई कारबाही गरी किनारा लगाउन अनुरोध गर्न चाहन्छु। यस्तै गरी पार्टीको नेकपा एमालेको सुर्खेतको पार्टी कार्यालयमा प्रवेश गरेर जिल्ला पार्टीका नेता लगायत दर्जनौंलाई घाइते बनाइएको छ। राजधानीमा पार्टीका केन्द्रीय सदस्य लगायत दर्जनौं आज घाइते हुनुहुन्छ। चोटपटक लागेको छ, टाउकोमा टाँका लगाइएको छ, हात भाँचिएको छ। यसरी देशको संविधानको बरखिलाफ जे गतिविधिहरू भइरहेका छन् यो अत्यन्त निन्दनीय छ, आपत्तिजनक छ र यो संविधान अनुसार देश चलोस् हामी यसको अपेक्षा राख्दछौं। र आजै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री पूर्व गृहमन्त्री रमेश लेखकको तुरन्त रिहाईको माग गर्दछौं। घाइतेहरूको उपचारको माग गर्दछौं र जसले मान्य सदस्यहरूलाई गम्भीर घाइते बनायो यसको यथोचित छानबिन गर्ने र कानुन अनुसार दुईटा आज कानुन अनुसार एकातर्फ फौजदारी कार्यविधिको 81 र 82 प्रयोग गर्ने कुरा एकातर्फ भएको छ, अर्कोतर्फ त्यही कार्यविधि माथि त्यो प्रतिवेदन को अर्को खण्ड अर्थात् 24 गतेको खण्डको बारेमा आज कतै कुनै कुरा उल्लेख गरिएको छैन र त्यसको बारेमा छानबिन गर्नुपर्छ भनिएको छ, नयाँ कार्यदल बनाउनुपर्छ भनिएको छ। यस खालको एउटा घटनासँग जोडिएर दुई खालका कुराहरू अत्यन्त गम्भीर छन्। यस अर्थमा नेपाल सरकारको यस विषयमा गम्भीरतापूर्वक ध्यान आकृष्ट गर्दछु र अध्यक्ष मार्फत यो गम्भीरतालाई लिएर आवश्यक हस्तक्षेप बन्द गर्ने, पूर्व प्रधानमन्त्री र गृहमन्त्रीको अविलम्ब रिहाई गर्ने र यो देशमा शान्तिपूर्ण प्रदर्शन गर्ने मौलिक अधिकारलाई पूर्ण रूपमा बहाल गर्नको लागि ग्यारेन्टी गरियोस् भन्ने हार्दिक अनुरोध गर्दछु। धन्यवाद।